नमस्कार, म कुलमणि आचार्य। रियल इस्टेट तथा इन्जिनियरिङ अनि कन्स्ट्रक्सनको यो लामो समयको अनुभवपछि आज म तपाईहरु सामु एउटा एक्साइटिङ न्यूज शेयर गरौँ भनेर आएको छु। विगतको मेरो अनुभवले इन्जिनियरिङ, कन्स्ट्रक्सन र रियल इस्टेट भनेको एक आपसमा ती रिलेटेड यो सब्जेक्टहरू रहेछन् र यो सबै सर्भिसेजहरूलाई चाहिँ हामीले एकै ठाउँबाट दिन सकियो भने यो सहज हुन्छ भन्ने लाग्यो र ती सबै सर्भिसेसहरूलाई एकै ठाउँबाट दिनको लागि चाहिँ हामीले एउटा एसके&डी ग्रुप भनेर हामीले एउटा नयाँ कम्पनी हामीले सुरु गरेका छौँ। हामीले एसके&डी ग्रुप अन्तर्गत हामी खास गरिकन हामी तीनटा सेक्टरमा काम गर्छौँ। एउटा एसके&डी सर्भिसेस अन्तर्गत चाहिँ इन्जिनियरिङ, डिजाइन र पर्मिट्सको काम गर्छौँ भने एसके&डी कन्ट्र्याक्टिङ अन्तर्गत चाहिँ हामी यो रियल कन्स्ट्रक्सनको काम गर्छौँ र एसके&डी रियल्टी मार्फत चाहिँ ब्रोकरेजको काम हैन, हाम्रो घर किनबेच गर्ने काम, बिजनेस किनबेच गर्ने काम गर्छौँ। एउटा क्लाइन्टको लागि अथवा एउटा उपभोक्ताको लागि चाहिँ इन्डिभिजुअल सर्भिसहरू चाहिँ त्यो कहाँ लिने भनेर यो डिफ्रेन्ट कम्पनीहरू यो धाइरहँदाखेरि अथवा हिँडिरहँदाखेरि एउटा कोअर्डिनेसन हुँदैन। एउटाको एउटा अन्डरस्ट्यान्डिङ हुनसक्छ, अर्को फेजमा अर्को अन्डरस्ट्यान्डिङ हुनसक्छ र एकअर्काको अन्डरस्ट्यान्डिङ र प्लस अनि कस्ट पनि सबै ठाउँबाट एकैचोटि हैन एउटा कोअर्डिनेटेड वेमा आयो भने यो कस्ट इफेक्टिभ पनि हुन्छ। अहिले हामीसँग आफ्नो सेक्टरमा लामो समयदेखि काम गरेको अनुभवीहरूको एउटा टिम छ, जसमा आर्किटेक्ट, सिभिल इन्जिनियर, डिजाइनरदेखि लिएर रियल इस्टेट एक्सपर्टहरू हुनुहुन्छ। नमस्ते, म डेभिड चटोक एज एन आर्किटेक्ट एसके&डी ग्रुपसँग जोडिएको छु। कुनै पनि संरचना निर्माणको लागि एउटा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, जस अन्तर्गत फिजिबिलिटी स्टडी, सर्वे, इन्जिनियरिङ डिजाइन, फ्लोर प्लान अर्थात् ब्लुप्रिन्ट तयार गरेर पर्मिट अप्लाई गर्नुपर्ने हुन्छ। पर्मिट प्राप्त गरिसकेपछि एक्चुअल कन्स्ट्रक्सनको काम सुरु गर्न सकिन्छ। एउटा असल संरचना निर्माणको लागि क्वालिटी मटेरियलका साथसाथै स्किल्ड लेबर र एक्सपिरियन्स इन्जिनियरिङ टिमको आवश्यकता पर्दछ। हामी विगत 20 वर्षदेखि दक्ष कामदार र अनुभवी इन्जिनियरद्वारा विभिन्न रेजिडेन्सियल र कमर्सियल संरचनाहरू निर्माण गर्दै आइरहेका छौँ। एसके&डी रियल्टी मार्फत हामी यो रेजिडेन्सियल तथा कमर्सियल प्रपर्टीको हामी किनबेच गर्छौँ र फर्स्ट टाइम होम बायरहरूलाई हामी एजुकेट गर्ने काम पनि गर्छौँ। एउटा गुड इन्भेस्टमेन्टको लागि राइट प्रपर्टी, राइट मार्केट, राइट टाइम महत्त्वपूर्ण हुन्छ। राइट कन्सल्टेसनको लागि राइट कम्पनी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। एसके&डी ग्रुप तपाईँको लागि बेस्ट चोइस हुन सक्छ। एसके&डी ग्रुप तपाईँको भरपर्दो साथी।